हेलो फ्रेन्ड्स, आज एउटा मैले यो सिमेन्टिक ट्याग भन्ने चाहिँ एउटा प्र्याक्टिस गर्न लागिरहेको थिएँ। त्यो चाहिँ अलिकति गर्दा गर्दै देखाउँ भनेर चाहिँ गरेको थिएँ हैन। एचटीएमएलमा चाहिँ सिमेन्टिक ट्यागको उस चाहिँ एकदमै भ्यालुएबल हुन्छ। जे होस्, अब हरेक कुराहरुमा अलिकति फर्मालिटी एकदम राम्रो भन्ने पनि मानिन्छ हैन। त्यसको लागि चाहिँ प्र्याक्टिस गर्दै त्यही हेर्दै गरौँ भनेर चाहिँ देखाउन लागेको छु। एउटा फोल्डर बनाऊ हैन, यसलाई रिनेम गर्छु म। रिनेम गरेर यसलाई सिमेन्टिक ट्याग एचटीएमएल को योबाट खोलौ, कोड गरेर डट गरौँ। पीएस कोडमा गइयो, एउटा इन्डेक्स डट बनाउँछु, इन्डेक्स डट एचटीएमएल ल यो गर्यो। अनि यो हाम्रो बोइलर प्लेट कोड कन्ट्रोल एस ल यो टाइटलमा चाहिँ सिमेन्टिक ट्याग लेखौँ, सिमेन्टिक ट्याग भनेर लेखौँ। बडी भित्र गरौँ हैन। बडी भित्र चाहिँ एउटा यो कस्तो हो नि, पार्ट जस्तो के अब कोड गर्दाखेरि अहिले त अब बेसिक एचटीएमएल 0 मा त खासै त्यस्तोको उस्तो हुँदैन। जो नि यसको चाहिँ तरिका एउटा मेथड फर्मालिटी हुन्छ भन्ने मात्रै भन्ने हुन्छ। यसरी गयो भने चाहिँ एउटा पार्ट डिजाइनिङ कोडको चाहिँ एउटा राम्रो लेखाइ तरिका भन्ने चाहिँ बुझिन्छ। त्यो छ। अब यसमा चाहिँ कस्तो हो नि, अब सुरुबाट चाहिँ जस्तै टाउकोबाट खुट्टासम्मको कसरी चाहिँ मिलाएर कोडहरू चाहिँ कुन उसमा राख्ने, केमा राख्ने र यो के हो भन्ने चाहिँ अर्थ पनि बुझिन्छ भन्ने टाइपले यहाँ लेखेपछि बुझिन्छ। जस्तै अब हाम्रो चाहिँ ठुलो सुरुमा चाहिँ एउटा टाउको भनेर चाहिँ अब हेडर लेखिन्छ हैन। हेडर भयो, जस्तै एउटा हेडरको यो एउटा उ भयो, यो ट्याग हुन्छ। इन्टर गरेपछि यसको ट्याग आयो, यो ओपन भयो, यो क्लोजिङ भयो हैन, खुल्यो बन्द गर्यो। यो हेडर भयो। हेडरमा चाहिँ हामीले के हाल्ने भनेर चाहिँ एउटा बक्स भयो। यो बक्सभित्र के हाल्ने, पछि अब अलिकति एडभान्स हुँदै गएपछि माथि गएपछि सीएसएसहरू पढ्दै गएपछि चाहिँ यस्तो भित्र चाहिँ हाल्न सकिन्छ हैन, हाल्नुपर्छ यसरी छुट्टाएर। जस्तै अब अहिले त यो खासै नर्मल उसमा त अब यो छुट्टाइएको छैन नि त। हामीले अब प्याराग्राफहरू जस्तै प्याराग्राफ लेखिन्थ्यो हैन। प्याराग्राफमा लोडेमा हानेर अब एउटा स्पेस यस्तो गरिन्थ्यो नि, त्यसरी गरिन्थ्यो। यसरी गरिन्थ्यो। अब हेडिङको याच अन गरिन्थ्यो, हेलो हैन, यस्तो टाइपले गरिन्थ्यो। सेभ गरिन्थ्यो, त्यसपछि त प्रिभ्यू गरिन्थ्यो। गर्दाखेरि गो लाइभ गर्दा नि हुन्छ है, यसरी आउँथ्यो नि हैन। यो त एचटीएमएलमा यस्तो गरिन्थ्यो। त्यही भएर यो चाहिँ हाम्रो बेसिक पहिलाको अगाडिको भयो। अहिले चाहिँ सिमेन्टिक ट्याग भनेको यसलाई चाहिँ कुन भित्र राखेर चाहिँ कसरी के गर्ने भनेर। जस्तै एउटा बनाऊ। अब नर्मल्ली चाहिँ अब कसैले आफ्नो तरिका हुन्छ हैन। अब हेडर राखियो, हेडर एउटा भयो। हेडर पछि हेडर लेख्दै गयो, हेडर सिद्धिएपछि एउटा मेन सेक्सन अब हैन, मेन भन्ने आउँछ। मेन भनेको बिचको ढाड जस्तो, पेट भने जस्तो के हैन। अब यसरी लेखेर अब लास्टको फुटर यस्तो भयो। यहाँ अहिले 3 भाग बाँडियो। 3 भाग बाँडिएपछि हेडर भित्र के लेख्ने, मेन भित्र के लेख्ने, फुटर भित्र के लेख्ने भन्ने भयो। हेडर भनेको हाम्रो चाहिँ वेबसाइटको त माथिको भनौँ न यस्तो न्याभबार भयो। यो माथिको न्याभबार भन्छ। योदेखि माथिको टाउको भयो, यो बिचको ढाड भयो, यो बिचको ढाड भयो हैन। तलको फुटर भयो, भुइँमा आउने। अब एउटा कुनै वेबसाइट फोटोजको यसको फुटर यस्तो भयो हैन। जस्तै यो फोटो यसरी आउँछ हैन। भएपछि यो चाहिँ यो माथिको ठ्याक्कै यसको छ नि, यो लोगो भयो। सिधा यसको सिधा यो एउटै रोमा यो चाहिँ हेडर भयो। हेडरमा यो प्याक राखिँदो रहेछ। यो बिचको यो
ऊ भयो मेन भयो है, बनाएको मेन भयो होइन। अनि यो मेन पछाडि यो तलको अर्को सेक्सन भनेर राख्ने भयो। अनि त्यही मेनभित्रै राख्ने हुन्छ, यो सबै मेनभित्रै हटाउँछ, मेनभित्रै हुन्छ। यो चाहिँ टाउको हेडरको माथि हो। यो सायद हेडरमा यो पनि राखेको होला, यो हेडरमै राखेको, यो माथिको राख्यो न्याबबार। अनि यसलाई पनि हेडरमा राखेर तलको चाहिँ मेनमा राख्यो। यो सबै मेन भयो, यहाँदेखि माथि मेन भयो। हेर यहाँदेखि तल हेर यो लाइन छुट्टाएको छ, योदेखि तल चाहिँ फुटर भन्छ यसलाई, यो फुटर भयो। यति यो चाहिँ फुटर भयो, फुटरमा राख्यो। तीनटा सेक्सन छुट्यो नि त यहाँ पनि। फुटर यो भयो, तलको फेदको जुन चाहिँ हाम्रो कपिराइटहरू यस्तो लेखिन्छ नि, यस्तो योहरू चाहिँ फुटर भयो। यो बिचको मेन भयो, माथि गएर हेडर भयो। यो तीनटा भाग। अब त भित्र पनि विभिन्न हुन्छ हुन त होइन, सेक्सनहरू हुन्छ, राखिन्छ। हेडर भयो, मेन भयो, फुटर भयो। अब हेडर मेन फुटर भित्र जस्तै अब हेडरमा एउटा न्याब पनि हुन्छ, न्याब ट्याग। जस्तै उदाहरणको लागि न्याब भनेको न्याब बारको न्याब ट्याग होइन। न्याब लेख्दाखेरि जस्तै युएल भनेको जुन हामीले पढेको थियौँ होइन, त्यो लिस्टिङ गर्ने अर्डर लिस्ट र के अरे एलआई र युएल भन्ने थियो, अनअर्डर लिस्ट र अर्डर लिस्ट होइन, ओएल र युएल भन्ने टाइप। अब युएल लेखेर युएलभित्र हामीले एलआईको लिस्ट बनाउँ न होइन, एलआईभित्र पनि लेख्यो ल एएचआरएफ यो लिङ्क गराउने थियो नि त। न्याब हेडर ठुलो भयो सबभन्दा बाहिरको, अनि त्योभन्दा भित्र न्याब भयो, न्याबभित्र पनि यसलाई पोको पार्न पऱ्यो। फेरि यो युएलभित्र यसलाई फेरि पोको पार्ने, यसरी हाँगा बन्दै गएपछि अब यो यसरी लेख्न सकिन्छ है हेडरभित्र भन्न खोजेको है। अब यो एचआरएफमा लिङ्क गरिन्थ्यो होइन, लिङ्कको भइहाल्यो। अनि यो भित्र चाहिँ हाम्रो घर जे पायो, यो एउटा प्र्याक्टिस मात्र है, केही होइन। यो हाम्रो घर यो चाहिँ के आयो भने यो डट चाहिँ एलआई भयो, युएलको एलआई भयो। अनि यो हाम्रो घर चाहिँ लेखेको कुरा भयो। अब यो अन्डरलाइन र यो कलरमा आएको चाहिँ लिङ्क भयो होइन, अहिले कहीँ पनि जान्दैन लिङ्क गरेको। यो एउटा टाइपको हेडरभित्रको के गरेर सकिँदो रहेछ यसरी के, यिनीहरू लिङ्कमा राख्ने चाहिँ यसरी गर्दै अब हुन्छ नि। यो भित्र कन्ट्रोल सी ल 4वटा गरौँ न होइन। हाम्रो घर होइन कि अब राखौँ न हाम्रो जस्तो वेबसाइट जस्तो होम भयो होइन। त्यसपछि राखौँ यो अबाउट अस राखौँ, यस्तो टाइपले अबाउट अस राखौँ। अब हुन्छ यस्तो वेबसाइटहरूमा हुन्छ नि कन्ट्याक्ट भन्ने पनि हुन्छ होइन, कन्ट्याक्ट राखौँ जस्तै उयोबाट। अब के राखौँ भने ब्लग होइन, ब्लग राखौँ। ब्लग भने यो चाहिँ एउटा टपिक मात्र उदाहरणको लागि। यो लिङ्क गरेको यो कलर आउँछ, यो डट आउँछ एलआईको लिस्टको। अब हाम्रो चाहिँ न्याब यहाँ सकियो, न्याब सकेपछि हेडर त पहिल्यै हामीले क्लोज गरेको थियो। हेडरको यो यति प्याकेज भयो कि। अब मेनको प्याकेजभित्र के राख्ने त होइन, अब मेनभित्र के राख्ने, मेनभित्र पनि सेक्सन हालेर गर्न पनि सकिन्छ। यो भित्र नै हाँगा बनाइदिने सेक्सन, अर्थ खासै केही छैन। यो भित्र चाहिँ यो प्याकेज हो, यो हो भन्ने चाहिँ यो गर्ने तरिका राम्रो हुन्छ नि त यसरी गऱ्यो भने भन्ने टाइप हो। सेमान्टिक ट्याग भनेको त्यही टाइप हो क्या। अब सेक्सन लेखियो, सेक्सनभित्र नि के गरेर कसरी राख्ने त होइन। यहाँ सेक्सन नि फेरि अर्को नि लेख्न सकिन्छ, सेक्सन हुनसक्छ सेक्सन पनि होइन। सेक्सनभित्र के लेखिन्छ त अब लेख्थ्यौँ अब होइन, H1लेहरूको लेखिदिए हुन्छ, H2 राखौँ। H2मा हाउ टु गेट भिजा ल होइन, हाउ टु गेट भिजा। सेक्सनभित्र एउटा H2 आयो। अब प्याराग्राफ एउटा राखिदिउँ, प्याराग्राफमा when we study hard and we passed exam then get a visa
भने जस्तो एउटा जे पाए त्यही इङ्ग्लिस मिल्यो नि नमिल्यो नि होइन हानिदिउँ न। सेक्सनभित्र अब यास 2 पनि आयो, प्याराग्राफ पनि हानियो एउटा होइन। अब इमेजै हालिदिने भयो होइन। ल एउटा राखिदिउँ एसएससी के अरे होइन उसलाई चाहिँ उभित्र राखौँ एउटा इमेजै हालिदिउँ ल, यतिकै राखिदिउँ न। इमेजको अब पाथ दिनुपर्छ, फेरि पाथ छैन यहाँ इमेज फेरि। इमेज हो यता जाउँ न उसमा के छ इमेजमा कुन इमेज हाल्ने त अब 100बाटै हालिदिउँ न। यो चाहिँ यो इमेजहरू चाहिँ फ्रीमा डाउनलोड गर्न मिल्छ होइन। यो चाहिँ मैले खोल्दा खोल्दै यत्तिकै यहाँ आएको हुनाले चाहिँ गरेको। दिस फोल्डर इम्टी, इमेजको नाम दिउँ न। इमेजको नाम चाहिँ ल यो दिउँ। गयो यो होइन, इमेजमा गयो होइन। अब गएपछि यो त अब उता निकाल्न हेर्न यहाँ आइसक्यो इमेज यो भन्ने आयो होइन, पाथ दिएर यता आयो नि त। अब हामीले चाहिँ यहाँ इमेजको त मैले पहिला पनि गरेको थिएँ सानो भिडियो होइन। डट स्ल्यास गरिदियो भने यसले पाथ निकालिदिन्छ, इमेज निकालिदिन्छ। यो भन्ने चाहिँ यो भित्र छ, यो निकालिदियो। निकालिदिएपछि आल्ट भनेको चाहिँ यो के हो भने इमेजको नाम। कतै केही भएर भोलि मिस्टेक भयो भने चाहिँ यो नामले चाहिँ पत्ता लगाउन सकिन्छ भनेर चाहिँ गर्ने हो। यो यति हो इमेजको पाथहरू। मैले पहिला पनि सानो भिडियोमा गरेको थिएँ। इमेज आइसक्यो। यो इमेज यसरी देखाएको चाहिँ यसैको यो VS कोडको चाहिँ एक्स्ट्रा एक्सटेन्सन डाउनलोड गर्नुपर्छ। यो चाहिँ प्रायः जस्तो आउँदैन, यो आफैले गर्नुपर्छ। यो चाहिँ मैले अलिक पछि गरेको हुनाले यसरी आएको हो। यो खासै यसलाई इग्नोर गर्दा नि हुन्छ। यसरी गरेपछि इमेज पनि आयो होइन, प्याराग्राफ पनि आयो, यासु पनि आयो, सेक्सनभित्र हालियो, मेनको सेक्सनभित्र हालियो। यो सेक्सन राखे नि हुन्छ, नराखे पनि हुन्छ। तलको चाहिँ एउटै सेक्सनमा पनि काम गरे नि हुन्छ होइन। र यो झुक्किन्छ, यो हटाइदिउँ न त। ल पार्ट आयो नि त। हेडरभित्र एउटा केही चिजहरू आए, मेनभित्र केही चिजहरू आए। सेक्सन सेक्सनभित्र अझै के हालिदिउँ त। थोरै लोएमा हालिदिउँ ल। यो भयो होइन। हेडरभित्र न्यापमा पनि युएलमा पनि एलआईभित्र फेरि यिनीहरू लिङ्क गराइयो। एउटा हेडर सकियो, मेन सुरु भयो, मेनभित्र सेक्सन हालियो। अर्को सेकेन्ड पार्टको सेक्सनभित्र पनि प्याराग्राफ हालियो, इमेज हालियो होइन। कन्ट्रोल सी ल, यो इमेज नि हालिदिउँ न त। इमेज हालियो, दुईवटा फुटर आयो, सिद्धियो मेन पनि होइन। पेटको बिचको भाग नै सिद्धियो, टाउको बिचको भाग। अब खुट्टातिर फुटरमा चाहिँ अब हामीले त्यो हुन्छ नि, अब वेबसाइटहरूको कपिराइटहरू यस्तोहरू लेखेको के हुन्छ है, त्यस्तोमा राखिन्छ नि, त्यो टाइपले राखेर गर्ने होइन। फुटरमा एउटा उसको के लेखिदिउँ न त। फुटरमा अब प्याराग्राफभित्र राखिदिनु हुन्छ नभए यसको फुटरको नभए यति मात्रै कपी गरेर राखिदिन्छु। यो कपी गरेर राखिदिउँ न त होइन। सेपरेट अरू यिनीहरू त अब यो सबै यस्तोहरू त बनाउनु त पर्छ होइन। यो बनाउनु त अब कोडहरू पछि अब एडभान्स भएपछि गर्न सकिन्छ। यो अहिलेलाई प्र्याक्टिसको लागि फुटर, यो यिनीहरूलाई सबैलाई फुटर भन्छ। तर पनि यो तलको एउटा राखेर एउटा चाहिँ नाम मात्रै एउटा भनौँ न, हाम्रो यहाँ प्र्याक्टिसको लागि डिजाइनिङ। ल यो चाहिँ फुटर भयो। ल फुटरभित्र यो आयो, फुटरको सिद्धियो। अब यो मेनभित्र विभिन्न थरी पनि हुन्छ होइन। अब सेक्सन भयो, सेक्सन पछि अब होइन
असाइड भन्ने नि हुन्छ, यसको ट्यागै हुन्छ क्या यो असाइडभित्र के राख्ने, जे राख्दै हुन्छ आफूले उ गरेर। अब असाइडभित्र के हाल्ने होइन, त्यसपछि असाइड भयो। आर्टिकल हुन्छ, आर्टिकल पनि ट्याग हुन्छ होइन। आर्टिकल यसरी असाइड आर्टिकल मेनभित्रै हालिदियो भने सबै। यो विभिन्न थरी छ होइन। यिनीहरू अब तरिका आफ्नो इच्छाले ऊ हुन्छ। त्यो छुट्याउन यसरी चाहिँ एकदम राम्रोको मेथड हो क्या यो चाहिँ, कोड गर्नेको मेथड तरिका। यो चाहिँ HTML भित्रै पढ्न मिल्छ, पाइन्छ होइन। जस्तै त्यो मैले त यो W3 स्कुल होइन, W3 स्कुलको HTML मा सिमेन्टिक ट्याग सेमान्टिक रहेछ। अब सिमेन्टिक ट्यागको यहीँ हेर्दा पनि ठक्क छ। हेडर छ, न्याब आयो, सेक्सन आयो, असाइड भनेको साइडको आयो भयो, आर्टिकल फुटर, यसरी चाहिँ ठ्याक्क हुन्छ। अनि यहाँ चाहिँ अब धेरै दिएको छ होइन। यो त खासै अब उ गर्दा नि हुन्छ, नभए त्यो समरी टाइम यस्तोहरू पनि छ होइन। आर्टिकल असाइडहरू यस्तो छ, यस्तो हुन्छ। यो कसरी आउँछ भन्ने चाहिँ यसरी चाहिँ प्याराग्राफ आयो, यो सेक्सनभित्र सेक्सन दुईवटा सेक्सन रहेछ, भित्र आयो भन्ने यसरी होइन। यहीँ पनि छ होइन, यो पनि छ। सिमेन्टिक भनेको चाहिँ यही नै हो खास, यो तरिका यसरी त्यो छुट्याउने पार्टहरू छुट्याउने हो क्या आफ्नो कोडमा चाहिँ, त्यही हो। यो हाम्रो गरेँ नि मैले नि, यो जस्तै अब आर्टिकल असाइडहरू भित्र पनि जे हाल्न नि हाल्न मिल्छ। तर खासै धेरै चाहिँ अब युज गरे नि भयो, नगरे नि भयो होइन। मेन हाल्यो, मेनभित्र सेक्सन हालेर त्योभित्र पनि अरू चिजहरू हाल्दै पछि आफू बुझ्दै गइन्छ। अहिले केही छैन त्यो कुराहरू। यो चाहिँ HTML भित्रै हुन्छ है, यो पढ्न मिल्छ भन्ने कुरो मात्रै हो। मैले यसो प्र्याक्टिस गरेको थिएँ, त्यही देखाउनको लागि। फुटर यो हो। अब यसको बाहिरपट्टि हेर्दाखेरि ओहो इमेज त ठुलो आएछ त, इमेज ठुलो आएछ होइन। हामीले राखिएको थियो माथिपट्टि, यिनीहरू चाहिँ यो CSS बाट मिलाउनु मिल्छ होइन। यो चाहिँ ऊ भयो हाम्रो न्याप बार भयो, होम एबाउट अस, कन्ट्याक्ट लेखेको के भयो चाहिँ कन्ट्याक्टमा आएर आएछ नि त, कन्ट्याक्ट अस नभए अहिलेलाई यहाँ बिआर हालेर यसो राम्रो बनाइदिउँ न त। बिआर भनेको चाहिँ ब्रेक है, ब्रेक गर्ने भनेको होइन। अलिकति फटक छुट्याउँछ क्या यसले। यसो तलमाथि यसो हल्का स्पेस देखाउँछ। यो तल झारेर यसरी स्पेस देखाउँछ, तल नझारे नि हुँदैन त्यसो भए। तल नझरे नि हुने भयो। सरी यो बिआर चाहिँ फालिदिन्छु, बिआर फालिदिएँ होइन। बिआर फालिदिएँ, हल्का देखाइदिउँ कि स्पेस भनेर अरे, तर केही छैन। अब यो चाहिँ यो भयो होइन। हाम्रो यहाँ हेर्दाखेरि यसरी आयो, यो भयो। हाउ टु गेट भिजा भनेर चाहिँ H2 मा लेखिएको थियो। यो प्याराग्राफमा व्हेन वी स्टडी भन्ने यो थियो, एक्जाम देन गेट भिजा भन्ने एउटा इमेज हालेका थियौँ। यस्तो यो चिलको एउटा इमेज ठुलो, दुईवटा इमेज ठुलो, इमेज पछाडि यो प्याराग्राफ हालेको थियौँ, यहाँनिर आयो। इमेजको तल फेरि अर्को पनि एउटा फुटर हालेको थियौँ होइन, फुटर तल आयो।
फुटर खास प्रायः जस्तो सेन्टर भनेर चाहिँ उ गरिन्छ होइन सिएसएसबाट पछि मिलाउन मिल्छ स्टाइल equals to text align सेन्टर फुटरको सेन्टरमा जान्छ कि जाँदैन गयो होइन यो चाहिँ सिएसएसबाट हालेको स्टाइल भन्ने चाहिँ सिएसएसबाट हालेर चाहिँ टेक्स्ट अलाइन सेन्टर गरेर यो टेक्स्टलाई चाहिँ बिचमा लैजाऊ भनेर गरेको यो खासै अहिले इम्पोर्टेन्ट छैन तर यो फुटर भनेको प्रायः जस्तो चाहिँ सेन्टरमै हुन्छ भनेर चाहिँ देखाउन खोजेको त्यति हो होइन यसको यो सेन्टरमा हो नि त यी सेन्टरमा हो त्यही भएर मैले यो यत्तिकै ट्राई गरेर देखाएको मात्रै हो यो फुटर भयो बिचमा यसरी सिमेन्टिक ट्याग भनेको यो अब असाइडहरू आर्टिकलहरू पनि हुन्छ यता यता यसरी गर्ने भनेर चाहिँ यता छुट्याएर दायाँ बायाँ होइन बिचको मेन भयो त्यो चाहिँ छुट्याउन मिल्नु त यति हो यही बुझ्दा हुन्छ खासै अनि यसमा पनि छ डबल थ्रीमा पनि यसरी त्यही नै हो हस् त थ्याङ्क यू भेरी मच भिडियो हेरिदिनु भयो होइन धेरै धेरै धन्यवाद यो इमेज चाहिँ ठुलो आयो इमेजलाई चाहिँ यहीँबाट पनि मिल्छ हाइट वेट दिएर हाइट दिने हाइटलाई ल राखेर हामीले पहिला पनि गरेको हो 200 जति दियो हुन्छ हाइट होइन त्यसपछि विथ भयो विथ पनि दियो हुन्छ बराबरै दिउँ न 200 with each character sorry के भयो यार 200 भयो with character 200 सेभ गरौँ सानो आउँछ होला फोटो सिमेन्टिक सानो आयो यो त अघि यत्रो ठुलो थियो अहिले सानो आयो होइन यसरी देखियो यो फुटरको इमेज दुईटा हालियो इमेजको बिचमा नि प्याराग्राफ हालिएको थियो यो पनि प्याराग्राफ हो यो S2 हो यो माथिको चाहिँ हेडर भयो हेडर त्यसपछि यो मेन भित्र यिनीहरू आएको सेक्सन भित्र यो फुटर हो यसरी हो ल धेरै धेरै धन्यवाद होइन भिडियो हेरिदिनु भयो थ्याङ्क यू